नमस्कार साथीहरू, स्वागत छ हाम्रो यस विशेष कमेडी पोडकास्टमा। आज हामीसँग हुनुहुन्छ एउटा यस्तो प्रतिभाशाली व्यक्ति जसको प्रतिभा उहाँलाई बाहेक यो संसारमा कसैलाई पनि थाहा छैन। धन्यवाद हजुरलाई, मलाई बोलाउनु भएकोमा एकदमै खुसी लाग्यो। तपाईलाई हामीले किन बोलायौँ थाहा छ? थाहा छ, किन बोलायौँ? तपाईँको पोडकास्टमा मान्छेको कमी भयो होला, त्यसैले बोलाउनु भयो त होला नि। होइन, तपाईको ट्यालेन्टको बारेमा थाहा पाउनको लागि बोलाएको। ए, त्यो पनि ठिकै छ। हजुरको एकदम विशेष ट्यालेन्ट के हो? म त धेरै कुरा गर्न सक्छु। जस्तै म सुतेर पनि काम गर्न सक्छु। त्यो कसरी? काम गर्ने सपना देख्छु। त्यो त काम होइन नि हजुर। ल किन होइन, म सुतेर सपना नदेखेको भए मैले जागिरमा प्रमोसन कसरी पाउँथेँ? तपाईले जागिर पनि गर्नुभएको छ? छैन, अनि प्रमोसन के को हो त फेरि? सपनामा 2 पटक पाइसके। ल किन हाँस्नु भयो? कमेडी गर्नुहुन्छ। तपाईँ बिहान कति बजे उठ्नुहुन्छ? म बिहान 5 बजे उठ्छु, 5 बजे। वाह, स्वस्थ जीवनशैली रहेछ हजुरको त। त्यस्तै हल्का त्यसपछि एक्सर्साइजहरू गर्नुहुन्छ? गर्छु, एकदमै गर्छु। कस्तो कस्तो एक्सर्साइजहरू गर्नुहुन्छ त? अलार्म बन्द गर्न हातहरू तन्काउँछु, फेरि सिरक तानेर पेटभित्र हात राखेर सुत्दिन्छु। त्यस्तो खालको पनि एक्सर्साइज हुन्छ र? एकदमै हुन्छ। अलार्म दिनमा 5 पटक बज्छ, 5 पटक अलार्म बन्द गर्दा मेरो हात 5 पटक उठ्छ। त्यसपछि फेरि सुत्छु। कति समय सुत्नुहुन्छ त फेरि? बिहान 5 बजेदेखि 10 बजेसम्म। त्यसलाई त उठेको भन्दैन नि, अलार्मसँग भेटघाट गरेको भन्छ होइन र? अब अलि व्यक्तिगत कुरातिर जाउँ। हुन्छ, तपाईँको लभ लाइफ कस्तो छ? ल त्यो त एकदमै राम्रो छ। गर्लफ्रेन्ड छ? गर्लफ्रेन्ड त छैन। अनि छैन नै भने लभ लाइफ राम्रो चाहिँ कसरी? झगडा गर्ने मान्छे नै छैन। प्रेम कहिल्यै गर्नु भएन? ल गरे नि, कोसँग गर्नुभयो त? आफैसँग। त्यो कसरी? मिरर अगाडि उभिएर भने म तिमी बिना बाँच्न सक्दिन। अनि मिररले के भन्यो त? केही भनेन। किन? मिररले पनि मलाई इग्नोर गर्न थालिसकेको थियो। अनि बिहे गर्ने योजना के छ त? छ, कहिले गर्ने? जब पैसा हुन्छ। पैसा नभए बिहे गर्न मिल्दैन र? मिल्छ, अनि तर बिहेपछि श्रीमतीलाई के भनेर बुझाउने? के? मसँग पैसा छैन तर माया धेरै छ भनेर। ओ, त्यसपछि? अनि उनले भन्छन् तिम्रो प्रेम लगेर ब्याङ्कमा जम्मा गर, म घरबाट तिर्छु। तपाईँलाई सबैभन्दा के कुराको डर छ? मेरी आमाको। आमाको? किन? उहाँले ए छोरा भनेर बोलाउनु भयो भने के हुन्छ? पहिला मेरो दिमागमा 3वटा प्रश्न आउँछन्। कुन कुन? मैले के बिगारेँ? कसले भन्यो? अब मैले गाली कति पाउँछु? अनि आमाले केही नसोधी चिया खान्छस् भन्नुभयो भने? ल त्यो त झन् डर लाग्दो हुन्छ। ल किन? त्यसको पछाडि ठुलो काम लुकेको हुन्छ। ल ठिक छ। अब तपाईँको बुद्धिको परीक्षण गरौँ है त। मलाई प्रश्न नसोध्नुहोस्। किन? मेरो उत्तर सुनेपछि तपाईँले आफ्नो बुद्धिमाथि शङ्का गर्ने बाटो खुल्छ। ल एउटा सजिलो प्रश्न सोध्छु है त। एउटा मान्छेसँग 10वटा केरा थियो, 3वटा खायो, अब बाँकी कति? 7वटा। वाह, सही जवाफ। धन्यवाद। अर्को बाँकी 7वटै उसले खायो भने बाँकी कति रह्यो त? त्यसपछि त केरा सकिन्छ। कति बाँकी? मान्छे बाँकी हुन्छ। तपाईँले केराको मात्रै हिसाब गर्नुभयो, मान्छेको हिसाब नै गर्नु भएन। तपाईँ पैसा बचत गर्नुहुन्छ? म त पैसा नै खर्च गर्दिनँ। वाह, कसरी? पैसा नै हुँदैन। त्यसो भए पैसा आएपछि? त्यसपछि बचत गर्छु। कति गर्नुहुन्छ त? सबै। वाउ,
किनकि पैसा भएपछि तुरुन्तै खर्च हुन्छ, त्यसैले बचत गर्ने समय नै पाउँदिन नि त। ल अन्तिम प्रश्न है त, हाम्रो दर्शकहरूको लागि के भन्न चाहनुहुन्छ त? केही चाहन्छु। के भन्नुहोस्? जिन्दगीमा धेरै ठुलो सपना देख्नुहोस्। वाउ, एकदमै प्रेरणादायी कुरा गर्नुभयो त हजुरले है। हो नि हजुर। तपाईँको सबैभन्दा ठुलो सपना के हो? आफ्नो नाममा घर बनाउने। अनि अहिले घर धनीले भाडा दे भनेर फोन गरिरहेको छ। तर सपना ठुलो छ। कस्तो ठुलो? घर बनाउने सपना यति ठुलो छ कि जस्तै कि अहिले त म सपनाभित्र पनि भाडामा बसिरहेको छु। आजको पोडकास्ट यही समाप्त गर। एकछिन, के भयो? मलाई पेमेन्ट चाहिँ दिनुहुन्छ? ओ कति? 10,000। किन? आज मैले तपाईँलाई 8वटा प्रश्नको जवाब दिएँ। ए त्यसको पैसा? हो नि। तपाईँ गेस्ट हो कि कर्मचारी? म त महँगो विचार दिने गरिब मान्छे हो नि। ल जाउँ, पेमेन्ट चाहिँ होइन, चिया चाहिँ खुवाउँछु। चिया पनि उधारोमा? हो। त्यसो भए पोडकास्ट सकियो। किन? मलाई घर जान बस भाडा चाहिन्छ। हस् त, भिडियो मन परेमा लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गर्नुहोस्। धन्यवाद। मन नपरे पनि लाइक गर्नुहोस्, किनकि मेरो घरको इन्टरनेटको पैसा तिर्न बाँकी छ। धन्यवाद।